नमस्ते सबैजनालाई। यो परामर्श भनेको के हो र यसको इभोल्युसन अथवा विकासक्रम कसरी भएको, कहाँबाट भएको, यो कुरा बताउन चाहन्छु। पहिला यो परामर्श भनेको कस्तो हो भने पौराणिक समयमा मान्छेहरूले तन्त्र मन्त्र जादु टोना यस्तो खाले आदि इत्यादिहरूमाथि भरोसा गर्ने गर्छ। सुरुवातको समयमा मतलब पौराणिक समयहरूतिर एकदमै धेरै वर्ष अगाडि। अनि केही समय पछाडि एकजना व्यक्तित्व आयो, एउटा वाइज म्यान भन्ने एउटा, जसको नाम थियो हिपोक्रेट्स। हिपोक्रेट्स चाहिँ एउटा फिलोसोफर थियो, एउटा दार्शनिक दर्शनशास्त्री थियो। हो त्यो दर्शनशास्त्रीले भनेअनुसार जो कुनै मान्छेको कुनै बानी बेहोरा पत्ता लगाउनु छ भने त्यो मान्छेले राम्रोसँगले निरीक्षण गर्ने, त्यो मान्छेसँग बस्ने, त्यो मान्छेसँग बसे पछाडि सवाल जवाफ चाहिँ त्यो मान्छेसँग नगर्ने, तर त्यो मान्छेहरूको कुरा चाहिँ राम्रोसँगले सुनिराख्ने, अनि त्यो मान्छेको मनमा के छ त्यो कुरा पत्ता लगाउने, यसलाई भनिन्थ्यो। अनि सुरुवातको कन्सेप्ट पनि उहाँले नै दिनुभएको परामर्शको। अनि उहाँले पनि अरू के पनि भन्नुभएको छ भने उहाँले अब कुनै पनि मान्छेहरूको त्यो डिप्रेसनको समस्या, स्ट्रेसको समस्या परेको अवस्थामा यो रक्सीहरू खाने, गाँजाहरू खाने, यस्तो खाले यो अल्कोहोलिक ड्रिङ्क्सहरू खाने, नसाजन्य पदार्थहरू खान चाहिँ काम बन्द गर्नुहोस् भनेर भनेको छ। अनि अर्को भनेको यति कुनै पनि राम्रो। अनि हिपोक्रेट्सले उहाँले के पनि भन्नुभएको छ भने उहाँले यदि एकपटक यदि कसैले एकदमै स्मुथ ढङ्गले कसैले आफ्नो जीवनमा डिस्टर्ब नगरोस् भन्नको लागि रेगुलरली आफ्नो त्यो जीवनलाई यापन गर्न चाहनुहुन्छ, निरन्तरता दिन चाहनुहुन्छ भने बरु केही समयको लागि एक्सर्साइज गर्नुहोस्, केही समयको मात्रामा ऊर्जा खर्च गर्नुहोस्, यो कुरा भन्नुभएको छ उहाँले। अनि उहाँले यो कुरा भने पछाडि त्यस पछाडिको समयहरूतिर अर्को एकजना व्यक्तित्व आयो, डिस्कर्ट्स नाम गरेको एउटा व्यक्तित्व आयो, जुन व्यक्तित्वले भनेअनुसार अनि यो हाम्रो यो सत्यता भनेको के हो भने सत्यता भनेको बिना कुनै रिजन आउने चिज हो। जस्तै अब म अस्तित्वमा हुनुको कारण के हो, अथवा सूर्य अथवा घामहरू अस्तित्वमा हुनुको कारण के हो, यस्तो खाले यो अस्तित्वको कुनै पनि किसिमको जुन कारण हुँदैन हो, त्यो कारण बिनाको कुराहरूलाई ध्यानसँगले हेर्न थाल्यो भने, निरीक्षणसँगले हेर्न थाल्यो भने हो त्यो बेला चाहिँ सत्यता पत्ता लगाउने हो। बिना कारण बिना राम्रोसँगले कुनै कुरालाई रियलाइज गरेर अथवा निहालेर भए पनि त्यो कुराको सत्यता पत्ता लगाउन सक्छ यो कुरा। अनि त्यस पछाडि केही समयपछि अर्को एकजना दुईवटा व्यक्तित्व आयो, जुन व्यक्तित्वको नाम थियो जोन लक्स र जेम्स मिल। उसले भनेअनुसार हाम्रो मन भनेको एउटा यस्तो खाली कोठा हो, एउटा यस्तो खाली ठाउँ हो जुन ठाउँबाट धेरै किसिमका आइडियाहरू, धेरै किसिमका उपायहरू जेनेरेट हुन्छ अथवा निर्माण हुन्छ अथवा सृजना हुन्छ। त्यो कुराहरू चाहिँ गर्न थाल्यो। अनि त्यो कुराहरूले चाहिँ आउँदो समयमा मोडर्न साइकोलोजी अथवा आधुनिक मनोविज्ञानको अवधारणा दियो। यसरी विकासक्रम भएको थियो परामर्शको। अब यो परामर्शको भनेको के हो भनेदेखि परामर्शको अर्थ भनेको जब कुनै पनि व्यक्तित्वले तपाईसँग अथवा तपाईँ आफ्नो कुनै केही कुराको समस्या छ भने त्यो समस्याको समाधान गर्नको लागि जे तरिका अपनायो त्यो तरिकाले भनिन्छ परामर्श। सुरुवातमा त भन्न चाहन्छु कि यो जुन परामर्श भनेर भनिन्छन् यो सबैको लागि काम लाग्ने चिज हो, चाहे कुनै पनि किसिमको क्षेत्रमा होस्, त्यसको तिनीहरूको लागि काम लाग्ने चिज हो। अनि यो परामर्शको भनेको कुनै पनि किसिमको मान्छेले धेरैले भन्ने गर्छन् कि यो मानसिक उपचार गर्नको लागि मात्र होला भनेर, तर यो होइन। मानसिक उपचार मात्र भन्दा बाहेकको धेरै किसिमका समस्याहरू हाम्रो जीवनमा आइपर्छ, त्यो समस्याको समाधान उचित ढङ्गले कसरी गर्ने त्यसलाई भनिन्छ परामर्श। र अनि अर्को यो परामर्शमा अब
हामीले के गर्नुपर्छ भने सुरुवातमा चाहिँ तपाईँले ध्यान दिएर सुन्नुपर्छ। कसैले परामर्श गरेर तपाईँले कसैको परामर्श गरिरहनुपर्छ। तपाईँको आफ्नो परामर्श भइरहेछ भने र ध्यानसँगले आफ्नो समस्यालाई बुझ्नुपर्छ। ध्यानसँगले अरूहरूको कुराहरूलाई सुन्नुपर्छ। सुने पछाडि अनि त्यसको त्यो समस्याको समाधान गर्ने उपाय के हो त्यो उपायहरूलाई निकाल्नुपर्छ तपाईँहरूले। अनि निकाले पछाडि किताबमा पनि अथवा कपीमै नोट डाउन गरे पनि हुन्छ त्यो तरिका। अनि त्यो तरिका जुन तरिकाहरू तपाईँले निकाल्नुहुन्छ त्यो तरिकाले भनेको छ कोर्स अफ एक्सन। तपाईँ त्यो कोर्स अफ एक्सन सबै पूर्ण रूपमा तयार हुन्छ। त्यस पछाडि त्यो कोर्स अफ एक्सन मध्ये अथवा त्यो तपाईँले बनाउनु भएको तरिकामध्ये एउटा तरिका चुन्नुपर्छ। अनि त्यो तरिका चुनेपछि त्यसलाई कार्यान्वयनमा ल्याउनुपर्छ। हो त्यो भनेको परामर्श हो। यसरी गरिन्छ परामर्श। आजको लागि यति नै हो। धन्यवाद छ सबैजनालाई।